काठमाडौँका रिङ रोड बाहिरका बस्तीमा प्रत्येक 1 किलोमिटर वरपर इँटा भट्टाका चिम्नी हामीले देख्न सक्छौं। यसको विस्तार काभ्रे, धादिङ, नुवाकोटदेखि तराईका जिल्लासम्म फैलिएको छ। हाल देशभरमा हजारको हाराहारीमा इँटा भट्टा छन्, जसमध्ये उपत्यकामा 200 वटा रहेका छन्। प्रत्येक इँटा भट्टाले एक सिजनमा 30 लाखदेखि 1 करोडको हाराहारीमा इँटा उत्पादन गर्छन्। सबैभन्दा सानो उद्योगले 30 लाख र ठुलाले 1 करोड भन्दा बढी इँटा उत्पादन गर्छन्। देशको कुल कार्यस्थ जीडीपी उत्पादनमा करिब 4% ओगट्ने इँटा उद्योगलाई आर्थिक विकासको मेरुदण्ड भन्न सकिन्छ। विकास निर्माणका लागि इँटा चाहिन्छ र त्यसका लागि मजदुरहरू पनि आवश्यक छन्। हाम्रा इँटा उद्योगीले मधेस र पहाडका कुना कन्दराबाट श्रमिक ल्याउने गर्छन् भने अधिकांश इँटा उद्योगमा 60% भन्दा बढी मजदुर भारतबाट आउने गरेका छन्। मजदुरमा निर्भर नेपालका इँटा उद्योग मजदुरकै अभावमा सञ्चालन गर्न समेत समस्या पर्ने अवस्था छ। एउटा इँटा उद्योगमा करिब 400 देखि 1000 सम्म मजदुर हुन्छन् र दक्ष मजदुर नल्याए स्तरीय इँटा उत्पादन गर्न नसकिने हुँदा मजदुर ल्याउन लाग्ने खर्च र उनीहरूलाई दिनुपर्ने पारिश्रमिक वर्षेनी बढ्दा लागत झन वृद्धि हुँदै गइरहेको छ। स्रोतका अनुसार उद्योगको 40-50% लगानी त मजदुरमै खर्च भइरहेको जानकारी छ। अब कहिलेसम्म मजदुरमा निर्भर रही नेपालका इँटा उद्योग चालू राख्ने? मान्छे पाल्नु भनेको रहर होइन, बाध्यता हो। अब हामीसँग इक्विपमेन्ट हुने भयो भने, हामीसँग त्यो साधन स्रोत हुने भयो भने साथ मान्छे भन्दा चाहिँ छिटो हुन्छ नि। एउटै काममा गर्नलाई पनि दुई तिनजनाबाट हामीले ध्यान गर्नुपर्ने हुन्छ, त्यो गाह्रो छ। मिसिन भइदियो भने त कुरै छैन, तेल हालिदियो, अपरेटर जसले चलाउनु गर्छ उसले चलाइदिन्छन्, बढी सिद्धि सहिलो पनि हुन्छ, छिटो पनि हुन्थ्यो। मान्छेले चलाउनै गाह्रो, जतिले पनि अब इक्विपमेन्ट राख्यो भने हामीलाई सहिलो हुन्छ, किनभने ठाउँ छ, पैसा छ भने काम गर्नलाई चाहिँ सहिलो हुन्छ। प्रस्तुत छ जेसीबी टेलिह्यान्डलर, जसले इँटा उद्योगमा यान्त्रिक रूपान्तरण गर्नेछ। इँटाको भार बोकेर यताउता ओसार्न मजदुरलाई 1 दिन लाग्ने काम जेसीबी टेलिह्यान्डलरले एक पटकमै पुरा गर्छ। इँटा उद्योगमा विभिन्न प्रयोजनको लागि यस मेसिनको प्रयोग गर्न सकिन्छ, जस्तै काँचो इँटा र पाकेको इँटा ओसार पसार, र्याबिस ह्यान्डलिङ, लेबलिङ, ट्रक लोडिङ, हुपर फिडिङ, कोल ह्यान्डलिङ इत्यादि। मजदुरको आवश्यकता 50 देखि 60%ले कम गर्नुका साथै हाम्रो ट्रायल अनुसार प्रति इँटामा 40 पैसा बचत हुने देखिन्छ। एउटा इँटा भट्टाले 1 करोड इँटा उत्पादन गरेमा एक सिजनमा 40 लाखसम्म बचत गर्न सकिन्छ। यसरी मजदुर लागत मात्र कम नभई उत्पादन गर्ने क्षमता, समय र लागतमा नै परिवर्तन आउने हुन्छ। र अब भने समय आएको छ इँटा उद्योगमा जेसीबी मसिनद्वारा गुणस्तरीय परिवर्तन। पहिला म्यान पावर राखेर म काम गरिन्छु। जब मलाई मेसिनको कुराहरू आयो, मैले हेऱ्यो पनि अरू ठाउँमा गएर, र त्यहाँ काम हेरेर देख्दाखेरि मलाई साह्रै इच्छा लाग्यो मेसिन राखेर काम गर्नु भनेर। र हालसम्म पनि त्यो मेसिनले काम गर्दैछ, साह्रै खुसी छु। एउटा मेसिनले 150 जनाको कामको मतलब चाहिँ कटौती हुन्छ। खर्च त अब मान्छे कम हुन साथै खर्च त कम हुने नै भयो होइन। यो पैसाको मूल्याङ्कन गर्ने हो भनेदेखि त 50% नै फाइदा छ, 50% फाइदा छ। र अहिलेको जमानामा मेसिनकै उद्योग चलाउने हो भने मेसिनकै बढी महत्त्व छ।